काँक्रेबिहार दाँत केन्द्र पञ्चपुरी 5 सुर्खेत। न कसैको दया भयो न कसैको माया, न त देउता गाइने भए न त देवी बाया। न कसैको दया भयो न कसैको माया, न त देउता गाइने भए न त देवी बाया। दुखै दुखमा बाँचेकी छन् बिचरी ती छाया, दुखै दुखमा बाँचेकी छन् बिचरी ती छाया। छाया 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 छाया। छाया 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 के भयो तिमीलाई? छाया 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 के भयो तिमीलाई? के भयो तिमीलाई? ल उठ त। नानी के भयो तिमीलाई? म आउँदा त बेहोस थियौ त। जे नहुनु थियो भइसक्यो, आफूलाई सम्हाल नानी। तिम्रो भाग्य यस्तै रहेछ, के गर्छौ त? अब आफ्नो लागि भए पनि तिमी बाँच्नुपर्छ। अब म कसको सहारामा बाँच्छु? जसको लागि मैले सारा छोडे उसकै अहिले केही अत्तो पत्तो छैन। फेरि बाबाले पनि छोडेर जानुभयो। अब कसको सहारामा बाँच्छु? यो संसारको रीति यस्तै हो नानी। मान्छेको जीवनमा कति बेला के हुन्छ थाहा छैन। यदि भगवान रहेछन् भने तिम्रो श्रीमान एक दिन अवश्य फर्केर आउनुहुन्छ। पिर नगर। बरु मैले तिमीलाई केही पनि खाएकी छैनौ कि भनेर खिर ल्याइदिएकी छु। ल खाऊ त। ल बहिनी, अहिले म जान्छु। नाकतिर बस्नु। बिस्तारै सबै ठिक हुन्छ। केही पर्यो भने मलाई भन, म छु नि। ल बहिनी बस, अहिले म जान्छु। हुन्छ दिदी। गए है बहिनी। हस्।
मुखेनी हजुर म गाउँतिर गएर आउँछु है त। ओहो मुखियामा नमस्कार। मुखियाजी नमस्कार हजुर। ल बस्नुस्। ल बसौँ हजुर। अरू के छ राजकुमारजी? के छ त मुखियाजी खबर? ठिक छ। होइन पण्डित, मैले तिमीलाई एउटा घर हेरिदिने भनेको थिएँ, कुरो के भयो? हेऱ्यौ त कतै? या मुखियाबा, हजुरले भनेपछि नहेर्ने भन्ने कुरा हुन्छ त? मैले हजुरलाई एकदम नयाँ भर्खरै बनेको घर हेरेको छु। हजुरलाई कस्तो लाग्छ एकपटक हेर्नु। ओहो, गजब छ नि घर। बरु यसको बयानाबट्टा चाँडै गरिहाल्नु पर्यो। तिमीलाई थाहै छ, मलाई फेरि मन परेपछि चाहिन्छ त चाहिन्छ। तपाईँ चिन्तै नगर्नु न मुखियाज्यू, जे मिलाउनु पर्छ हामी मिलाउँछौँ। तपाईँ सरै तयारी गर्नु। अबको 3 दिनमा म घर सरिहाल्नु पर्छ, किनकि मेरो छोरी पनि आउँदैछ बजारबाट। होइन राजकुमारजी, हजुरलाई कस्तो लाग्यो? राम्रो छ। अब पण्डितलाई जिम्मा दिनु भएको रहेछ। अब उसले गरेको काम कार्य राम्रै हुन्छ। ठिक छ, सरकारी कामकाजहरू कसरी मिलाउने हो सबै हजुरहरूको जिम्मा। ए मुखियाजी, त्यसको लागि चिन्तै नगर्नुहोस्, हामी छौँ त। ल हुन्छ, म लागेँ है त। हुन्छ मुखिया साहब, हस्। सुन पण्डित भाइ, कुरो लगभग पक्का पक्की भयो। अब यो कुरालाई यसो कारोबार मिलाएर मलाई पनि हेर्नुपर्छ है। या दाजु, कस्तो कुरा गर्नुहुन्छ तपाईँ पनि? हजुर र म बाहेक अरू को छ र? जति हुन्छ बाँडी चुडी खाम। ल अब हामी यो कुराको लागि अगाडि बढ्नुपर्छ। ल हुन्छ, जाम। नमस्कार दिदी। नमस्कार सर। कताबाट आउनुभयो? म छायालाई भेटेर आएको। किन, के भयो? तपाईँलाई केही पनि थाहा छैन सर? बिचरा छायाको ससुरा बिरामी हुनुहुन्थ्यो, बित्नुभयो नि। अभागी रहेछन्, बुढाको केही खबर छैन। यता ससुरा बित्नुभयो। ल सर, मेरो घरमा धेरै काम छ, म लागे। हुन्छ। हस्। ओहो, दुःख पनि एउटै मान्छेलाई कति परेको। एकचोटि भेट्न जानु पर्यो। को हुनुहुन्छ? बस्नु न। अस्ति बाटोमा हजुरसँग पानी मागेर खाएको थिएँ। यता त यस्तो घटना घटेछ, मलाई त थाहा नै थिएन। अघि आउँदा बाटोमा भूमिका दिदीले भन्नुभयो, त्यही भएर यसो भेट्न आएको हजुरलाई। म चाहिँ तपाईँहरूकै गाउँको विद्यालयमा पढाउन आएको, नेपाली शिक्षक हुँ। अब दैवको लीला, जे नहुनु थियो भइहाल्यो। त्यस्तो केही अप्ठ्यारो नमान्नु होला। बरु केही सहयोग चाहियो भने भन्नु होला। तपाईँले मलाई आफ्नै मान्छे जस्तो ठान्दा हुन्छ। होइन सर, त्यस्तो केही पर्दैन। अब त्यस्तो भन्नुहुन्छ भने ठिकै छ। अहिले मलाई जानु पनि पर्नेछ, पछि आउँदै गर्छु नि। हुन्छ। होइन, तैँले मेरो दाइरा भदै कहिले पर्ला र? घरमा केटाहरू ल्याएर भेटौँला भने थिस् क्या? फुपू के भन्नुभएको यस्तो? उहाँ सर हुनुहुन्छ, हाम्रो दुःखको खबर थाहा पाएर भेट्न आउनुभएको। अरू नराम्रो केही पनि होइन त्यस्तो। मेरो दाइ मरेको 20 दिन भएन, तैँले के लाज गर्न खोजेको हो? अलक्षिणा, मेरो आँखा फुटेछन् के रे? केही देख्दिन। नचिनेको मान्छे किन आयो घरमा? धेरै मुख नखेला है, खुर्कुलाएर जा घाँस काट्न। फुपू
आज अलि सन्चो छैन, आज पराल हाल्दा हुन्न र भोलि घाँस काटेर ल्याउँछु नि। नाटक गर्छस्, जाकुरुको लाएर घाँस काटेर लिएर। मुख्य लाउन कति जाने के हो, काम चोर काई कि। दाइ त्यो बिराई बुढी होइन? ए हो रहेछ। हिँड्जाम, आज यसलाई तर्साउनु पर्छ। अरे ओ छाया। नमस्कार राजा साहब। नमस्कार नमस्कार। राजा साहब, मलाई केही समय दिनुहोस्, म जसरी नै पैसा गराउँछु। म कहाँ पैसा माग्न आएको र? मैले तिमीलाई भनेको थिएँ नि, म बेला बेलामा भेट्न आइरहन्छु। त्यसैले म तिमीलाई भेट्न आएको। राजा साहब, मलाई ढिलो हुन्छ, म लागे है। के को हतार हो र? एकछिन बस न। आखिर यति राम्री छेउ, कहिलेसम्म त्यो बिरेलाई कुरेर बस्छौ? फेरि तिमीले भनेको होइन, उसको केही खबर छैन। चिन्ता नगर, तिम्रो लागि म छु। राजा साहब, के भन्नुभएको? म हजुरले सोचेको जस्तो मान्छे होइन। हजुरको पैसामा जसरी होइन तिर्छु, गएँ म। अरे ओ छाया, त्यही पैसा त मिना गर्नु भनेको। फेरि मेरो दादा हजुरको रिसको अघि केही लाग्दैन मेरो। यदि तिम्रो घरै रहेन भने कहाँ जान्छौ? सोच, मलाई साथ देऊ, दुवैको फाइदा हुन्छ। बुझिरह फेरि। कान्छा, एक दिन यो चरी मेरो पिजरामा पर्छ। दाइ, उसको बुढा एक दिन फर्केर आयो भने के गर्नुहुन्छ? कहाँ परेर मरिसक्यो होला त्यसको बुढा? कसरी फर्केर आउँछ? त्यसको बुढी यति राम्री छ कि जसको पनि आँखा लाग्छ। दिदी, हजुरलाई एउटा कुरा थाहा छ? होइन, के कुरा हो र? छायाको त अचेल मैले नराम्रो कुरा सुन्छु त। छाया त केटाहरूसँग लागिछ अरे त। हो, मलाई त पहिलादेखि नै शङ्का लागेको थियो। बुढो पनि लापत्ता, असुरा पनि बिते। त्यसैले त त्यस्तै गर्दै हिँड्छ होला। यसले गर्दा गाउँ पनि लाज होला जस्तो छ। होइन दिदी बहिनीहरू, कसको कुरा हुँदैछ यहाँ? कसको हुनु र सर? छाया भनिन्छ नि। हो, त्यसै आफ्नो पै मरे माझेको थाहा छैन। फेरि गाउँमा पनि केटाहरूसँग धेरैले देखे गरे। कस्तै आइमाई होली, आफै भन्नुहोस् त सर। होइन दिदी बहिनीहरू, तपाईँहरू यो कस्तो कुरा गर्दै हुनुहुन्छ? ऊ त एउटा अबला नारी हो। झन् यस्तो दुःख परेको बेलामा झन् उसलाई हौसला दिनु, सम्झाइ बुझाइ गर्नु छैन। उल्टो उसकै बारेमा नाना थरी कुरा गर्दै बस्नु भएको छ। यसरी कसरी राम्रो समाज बन्छ भन्नुहोस् त? सर पनि के भन्नुहुन्छ? जो मान्छे हाम्रो गाउँको बेइज्जत गर्छ, किन उसलाई नै सहयोग गर्ने? बरु अब पनि यस्तै गरी भने गाउँ निकाला गर्ने हो। मैले जाने बुझेको कुरा हजुरहरूलाई सम्झाएँ, बाँकी कुरा आफै बुझ्नुहोस्। अब तपाईँहरूले बुझ्नु हुँदैन भने मैले के भन्ने? भोलि यस्तै समस्या तपाईँहरूलाई पनि नपर्ला भन्न सकिँदैन। आखिर तपाईँहरू पनि महिला नै हो। जहाँ भए पनि फर्केर आउनुहोस्। हजुरकै छाया कुरेर बस्। त्यो
हुँदाहुँदै मैले यसरी काम गर्नुपर्ने? दाइको वचन काट्न नसकेर मात्रै हो, नत्र मैले जाने थिएँ। ओहो फुपू नमस्कार। नमस्कार नानी। किन एक्लै फतफताउँदै हुनुहुन्छ? के गर्नु, यस्तै छ घरको चाल। कहाँ गएर आइस? ऊ परसम्म पुगेर आए कि। बस्न त एकछिन। नाइ ठिकै छ, गइहाल्नु पर्छ। अनि फुपू किन एक्लै कराउँदै हुनुहुन्छ नि? के हुनु त नानी, अब दाइको वचन काट्न नसकेर केही दिन यतै बसेको, यो छायाले त मलाई हैरान पारिसके। त्यही त फुपू, अस्ति म यही बाटो हुँदै आएकी थिएँ, भित्र काका एक्लै कराउँदै हुनुहुन्थ्यो। गाह्रो भएको थियो होला, पछि मैले नै बाहिर ल्याएर राखेकी। बिचरा केही हेरचाह नपाएर बित्नु। छायाको चालामाला केही ठिक लागेको छैन है फुपू। ल फुपू बस्नुहोस्, म गएँ है। फुपू जङ्गलमा आगो लागेर घाँसै छैन, त्यही पनि भेरी डाँडा पुगेर लिएर आएकी। भयो, धेरै कुरा नबना। कुञ्जासँग बसेर आयोले अहिले बहाना बनाउँछ। जा भाडामा छुरुक्क लाएर। फुपू एकछिन आराम गरेर मात्छु नि, टाउको पनि दुखिरहेछ, त्यही राखिदिनुहोस् न, म अहिले आफै माझिहाल्छु। होइन, त केटीले गर्न खोजे के हो? खालि बहाना मात्रै बनाउँछ जस्तो। जा खुट्टुक लाएर काम गर। जा भनेको। यति सब भाँडामा चाहिँ यो कपडा पनि धो। ए हजुर सुन्छ त, छोरी आउने भनेको, लिन जानुपर्ने, बिर्सिसके हजुरले। ए म त भुलेछु। हेर न, म त गाउँ घुमेर आएको, साह्रै थाकेछु। बरु तिमी आफै जाऊ न। हस् त्यसो भए म नै जान्छु। ए सुन त हजुर, बरु छोरीलाई गाउँ घुमाउँदै ल्याउनु है। हस्। आहा, म जन्मेको मेरो गाउँ कति सुन्दर भएछ। वरिपरि डाँडा काँडानी हरियालीले भरिएको मेरो गाउँ। आज धेरै पछि गाउँ आउँदा यो मन नै आनन्दित भयो।
केही छैन, म पनि भर्खरै गाउँमा आएको। अनि तिम्रो नाम? मेरो नाम चाहिँ आचल, अनि हजुरको नि? म चाहिँ यादी। मेरो गाउँ चाहिँ यही दलपुर, अनि हजुरको नि? मेरो पनि त्यही पारि पाखा जाउँ न, म पनि त्यहीँतिर जाने थिएँ, तलसम्म सुन्दै जाउँ। हुन्छ। मम्मी हेर्न नानी, आउँदा आउँदै ढिला भयो। तेरो अङ्कल पनि गाउँतिर तेरो बाबालाई भनेको थाकिसु अरे, त्यसैले म आफै लिन आएको। नमस्कार आन्टी। नमस्कार। अनि उहाँ चाहिँ को हुनुहुन्छ नि? कि सहरबाटै साथी बोकेर ल्याइस्? होइन मम्मी, उहाँ चाहिँ मातिर बाटोमा भेट भएको, यता आउनुहुने रहेछ, सँगै जाऊँ भनेर। ल आन्टी पनि आउनुभएछ, फेरि मेरो छुट्टिने बाटो पनि आयो। हुन्छ बाबा। लागे राम्रोसँग जानु होला। बाई। खैले ब्याग म समाउँछु, जाम बिस्तारै। अनि नानी, यात्रा कस्तो भयो? राम्रो भयो मम्मी। मम्मी, हाम्रो गाउँ त कति राम्रो भएछ है। मेरो त पढाइ पनि सक्यो, अब त म यहीँ बस्छु। ल ल, साँझ पर्न थाल्यो, जाउँ घरै, उतै गएर कुरा गरौँ। बाबा, बाबा, म आए। अनि छोरी पढाइ सकियो? बाबा सकियो। अब के गर्ने विचार छ त? म अब गाउँमै बस्छु, यतै केही गर्नु पर्ला। ल कान्छो पनि आइपुग्यो। छोरी त आइसकेछ त। ल भाग्यमानी, राम्रै आइस। ल अब अरू कुरा भित्रै गएर गरौँला, जाउँ गरौँ। ल ल, हिँड अब भित्रै। दिदी, 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 डोगरे दिदी। भाग्यमानी भइस्। के गरेछस्? सन्चै छ? हजुर दिदी। कहिले आइस् त? म भर्खरै आएको दिदी। दिदी, मैले सबै कुरा थाहा पाएँ, त्यही भएर तँलाई बिहान नै भेट्न आएको। अनि कस्तो छ दिदी तँलाई? म ठिक छु भाइ। पिर नले दिदी, भेनाजुलाई म खोज्छु, बरु जामिन उतै हाम्रो घर। ठिक छ भाइ, तैँले भनिस् मलाई पुग्यो। फेरि उता नि आमा हुनुहुन्न, बुवाले कान्छी आमा, फेरि त बुझ्छस् नि, यता मलाई ख्याल गर्ने भेनाजुको फुपू आउनु भएको छ। धेरै माया गर्नुहुन्छ, बरु त आफ्नो ख्याल गरिस् बाबु। ल अहिलेलाई त घर जा, फेरि बाबा रिसाउनु होला। हुन्छ दिदी, तँ पनि आफ्नो ख्याल गरिस्, म गएँ।
यत्रो समयपछि भेट भएको, एकचोटि बस पनि भनिने। हुन त अब घरको तनावले गर्दा पनि होला, बरु मैले एकचोटि अब भेनाजुलाई खोज्ने प्रयास गर्नु पर्यो। सुन्नु न, ओहो तपाईँ आज पनि भेटिनु हो त? कता जान लाग्यो? म त्यही त ल दिदीको घर गएको थिएँ। बरु तिमी चाहिँ कता जान लाग्यो नि? म त यसो गाउँ घुमौँ भनेर। बरु जाउँ सँगै गाउँ घुम्न।